कञ्चनपुरको भीमदत्त नगरपालिका 19 का 14 जना महिलाहरू च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी टेकबहादुर राउतका अनुसार दशरथ टोलका ती महिलाहरू आइतबार बिहान करिब 11 बजे च्याउ खोज्न शुक्लाफाटा राष्ट्रिय निकुञ्जतर्फ गएका थिए। प्रहरीका अनुसार उनीहरू राष्ट्रिय निकुञ्जको मालुमेला पोस्ट हुँदै भित्र प्रवेश गरेका थिए। सम्पर्कविहीन हुनेमा सकनी चौधरी, रमा चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, विमला आक्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार, शिवानी सुनार रहेका छन्।